भोकन्डे छोरा कामै नलाग्नु खालि टिभी मात्रै हेरेको छ वाक्कै म चाहिँ बुढो मान्छेले त्यही देखाउनुहोस् उसले खालि टिभी के अरे अहिले के आएको छ अरे त्यो लाइफ होइन हौ दाइ अनि के को लाग्यो फेरि यस्तो त्यो लाइफमा यसो बसेर यसो दुई त्यो अम्लाले ट्याप 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 भन्छ त्यो के हो नि हो र हौ त्यसो कुन खालको मोबाइल हो कि न के हो होइन यस्तो लाइफ लाइफ खालि लाइफ बसेको ढुक्का भात पनि पाउँदैन बुढा मान्छेले घाँस पात गरे आफूलाई गोदालो बारीमा भने आफूलाई सब मैले गर्नु छ भाइ त्यसले त्यसको त कामै छैन होइन अनि त्यसले कसरी सुधार्नु पर्यो होइन अब त्यसलाई एउटा उपाय लगाइदियो त होइन अब एउटा उपाय छ त्यसलाई लौर पठाउने म अब चाँडै त्यसलाई म लान्छु त्यो भकुन्डेलाई होइन म सहरतिर लाँदाखेरि चाहिँ अलिक ठिक ठाउँमा आउँछ नि त त्यो अब धेरै अब त्यो गाउँतिर बसेर त्यो बिग्रेको त्यो मान्छे होइन है सहरतिर लानुपर्छ अनि सोचिदिन्छ कि कति हो गोल्डफिनले भाइ सही कुरा गर्यो सही कुरा त्यसले चाहिँ सहरै लैजाउँ बरु लास्टै यहाँ चाहिँ के छ कहिले फेसबुक अरे कहिले के अरे कहिले टिकटक उता मोबाइल राखेर होइन पुरै यस्तो दिइराखेको हाम्रो पालामा त केही थिएन यो त मोबाइल पनि थिएन केही थिएन कहिले चाहिँ के आएको होला यो जमाना खै अब त्यही त अब गाउँमै बसेर बिग्रेको हो त्यो दाइ होइन म सहरतिर लाउँछु अलिक तिर्खा लाग्यो दाइ अनि पानी खाउँ न ल त्यसो भने भित्रै जाऊँ न हो जाउँ न ल हिँड गर्लफ्रेन्ड भाइ हिँड डबल ट्याप जसरी पनि हामीले जित्नुपर्छ ल डबल ट्याप हो भाइ गर्लफ्रेन्ड भाइ बस ल भाइ बस गिफ्ट चाहिँ फाइलडम यसरी डबल ट्याप गर्नु न हो के सर हो तपाईँहरू डबल ट्याप गर्नु बकुल्टे छोरा के हो खालि मोबाइलमा त हेरेको छ टिभी पनि हेरेको छ खतम छ यो कस्तो खालको छोरा जन्मेको हो